सेट सञ्चालनमा आउँदैछ। यदि तपाईँहरू भर्खरै आउनुभएको छ भने पहिलो सेट ढोरपाडा नगरपालिका 6 ले हात पारेको छ। अब पनि हामी दोस्रो सेटलाई अगाडि बढाउँदैछौँ। अब पनि गेम पुनः सञ्चालनमा आइसकेको छ र दोस्रो सेट कसले हात पार्छ? जीवन छिनालबाट यो सँगसँगै दोस्रो सेटको पहिलो खाता खुल्न सफल। अङ्क 1-0। शिवलाई यता म भित्र गइसकेँ भनेर चाहिँ अघि पर्खेर बसेछ नि बार पुलिस फाइट उतिकै राम्रो बचाऊ। कुन होटल डबल फाइटको छ के फाइदा के गर्छन् रे? ढोरपाडा नगरपालिका 1 लाई अङ्क 1 बराबर। यस पछाडिको खेल लगत्तै गलकोट नगरपालिका 10 को विरुद्धमा भिन्सीखोला गाउँपालिका 2 बीच हुँदा दुवै टिममा आबद्ध खेलाडी सदस्यहरू तपाईँहरू एकदम तयारी अवस्थामा बसिदिनु होला र बल भने ढोरपाडा नगरपालिका 1 को पक्षमा अङ्क 2 बराबर। सर्भिसमा जर्सी नम्बर 14 मनेश मानन्दर। उत्कृष्ट सर्भिस जसको फाइदा ढोरपाडा नगरपालिका 1 लाई अङ्क 3-2। देख्न सक्छौ यो सँगसँगै अङ्क जित्न सफल ढोरपाडा नगरपालिका 6 अङ्क 3 बराबर। सर्भिसमा जर्सी नम्बर 6 बार पुलिस भाइ गतिकै राम्रो बचाऊ लोचनाले मगर यो राम्रो स्पाइक जसको फाइदा ढोरपाडा नगरपालिका 6 लाई अङ्क 4-3। David Mahanto putariko yo spike ketika राम्रो बचाउ लोचनाले बगरको स्पाइक बच्चा बडी कम्सेर मरिस पानन्दर यो सेट प्रहार जसको फाइदा ढोरपाडा नगरपालिका 6 लाई अङ्क 5-3। सर्भिसमा जर्सी नम्बर 6 रमेश गुरुङ। सर्भिस गर्दै सकेन जसको फाइदा ढोरपाडा नगरपालिका 1 लाई अङ्क 4-5। सर्भिसमा जर्सी नम्बर 9 दुर्गा छेत्री टिम क्याप्टेन। सिग्नेचर स्पाइक जसको फाइदा ढोरपाडा नगरपालिका 6 लाई अङ्क 6-4। डेन्जर हुन्छ के अलग भएन नि त David Mahanto यो बार पुलिस फाइट उतिकै राम्रो बचाउ कमल बिके बल पनि बाहिरिनु पुग्यो जसको फाइदा ढोरपाडा नगरपालिका 1
पिआरवाइसीलाई अङ्क 5-6। सर्भिसमा जर्सी नम्बर 7 नवीन महतो पुतली धक्का छ ढोरपाटा नगरपालिका 1 पिआरवाइसीलाई बल पनि गर्न सकेन जसको फाइदा ढोरपाटा नगरपालिका 6 लाई अङ्क 7-5। स्पाइक पनि पुरै बाहिरिन पुग्यो जसको फाइदा ढोरपाटा नगरपालिका 6 लाई अङ्क 8-5। दर्शक सेटको पहिलो टेक्निकल टाइम आउट ढोरपाटा नगरपालिका 1 पिआरवाइसीबाट अङ्क 5-8। आदरणीय दर्शक महानुभावहरू कोच रङ्गत पूर्णिमा बेला तथा पालिका कपको आज हामी 6औं दिनमा छुटिरहेका छौँ। आज राष्ट्रिय स्तरमा ख्याति प्राप्त कलाकार विष्णु खत्रीको व्यञ्जन प्रस्तुति रहनेछ र आज सामूहिक नृत्य पनि अगाडि बढाउने हुँदा इच्छुक महानुभावहरू समयमै आफ्नो नाम दर्ता गरी आफ्नो सिटलाई सुरक्षित राखिदिनु हुनको लागि पनि म हार्दिक अनुरोध गर्न चाहन्छु। अङ्क 8-5 सर्भिसमा खम्बल पिके ब्लक देख्न सक्छौँ लोचनाले मगरबाट जसको फाइदा ढोरपाटा नगरपालिका 6 लाई अङ्क 9-5। कमल पिकेको सर्भिस जसको फाइदा ढोरपाटा नगरपालिका 1 भुर्तिबाङलाई अङ्क 6-9 6-9। सर्भिसमा जर्सी नम्बर 8 चलाखीपूर्ण टिपिङ देख्न सक्छौँ ढोरपाटा नगरपालिकाका 6 का सेटर कुमार सन्त्यालबाट यो सँगसँगै अङ्क जग्न सफल अङ्क 10-6। सर्भिसमा रचनाले मगर जर्सी नम्बर 3 देख्न सक्छौँ जसको फाइदा उठाउँदै ढोरपाटा नगरपालिका 6 अङ्क 11-6। गर्न सकेन फाइदा ढोरपाटा नगरपालिका 6 लाई अङ्क 12-6। 6 अङ्कको डिस्टेन्स हामी टिप्न सक्छौँ यहाँ। सर्भिसमा लोचनाले मगर मानिसमानन्तरको स्पाइक ब्लक पनि कम छैन। यो ब्लक देख्न सक्छौँ रमेश गुरुङबाट मानिसमानन्तरबाट अङ्क जतै ढोरपाटा नगरपालिका 1 अङ्क 7-12। क्विक स्पाइक देख्न सक्छौँ रमेश गुरुङबाट अङ्क जोड्दै ढोरपाटा नगरपालिका 6 अङ्क 13-7। निष्पान्दरको ब्लक पुरा बुक्का छ ढोरपाटा नगरपालिका 6 लाई यो टेक्निक पूर्ण खेल बुद्धबारीको खेल अङ्क जोड्दै ढोरपाटा नगरपालिका 6 अङ्क 14-7। निकै पावरफुल स्पाइक थियो बल पनि बाहिरिन पुग्यो जसको फाइदा ढोरपाटा नगरपालिका 1 पिआरवाइसीलाई अङ्क 8-14।
बल पनि कता सकेन जसको फाइदा ढोरपाटा नगरपालिका 1 लाई अङ्क 9-14 26 जर्सी नम्बर 6 एन्जल खोल देखिए उत्कृष्ट डिफेन्स देखिए पावरफुल स्पाइक देख्न सक्छौ नवीन महतो पुतलीबाट अङ्क जोड्दै ढोरपाटन 1 अङ्क 10-14 सुसेटको पहिलो टेक्निकल टाइम आउट ढोरपाटन नगरपालिका 6 बाट अङ्क 14-10 अङ्क 10-14 यो टेक्निक पुरो खेल देख्न सक्छौ यो पनि आवश्यक हुन्छ अङ्क 15-10 मौका छ ढोरपाटन नगरपालिका 6 लाई रमेश गुरुङको यो ब्लक देख्न सक्छौ मनिष मानन्दरबाट अङ्क 11-15 26 पनि जर्सी नम्बर 14 मनिष मानन्दर भने काट्न सकेन जसको फाइदा ढोरपाटन नगरपालिका 1 लाई अङ्क 12-15 यस पछाडिको खेल लगत्तै गलकोट नगरपालिका 10 को विरुद्धमा ऋषि खोला गाउँपालिका 2 बीच हुने हुँदा दुवै टिममा आबद्ध खेलाडी सदस्यज्यूहरू तपाईँहरू तयारी अवस्थामा बसिदिनु होला यस्तो बस्नु भएन अब एकता बस्नु पर्यो कमल पिके यो पास